नमस्कार 2082 असोजको 31 गते हामी कोसमा बन्जीमा छौँ। यो डोरीको सहायताले नेपालको झन्डा बोकेर ल हेर्नुहोस् डोरीमा हिँडेको हामी देख्न सकिन्छ। ल हेर्नुहोस् बागलुङ तर्फबाट कुसमा तर्फ आउँदै हुनुहुन्छ नेपालको झन्डा बोकेर यो साहसी खेलको लागि। उहाँको यो अदम्य साहस आँट र जोसलाई मान्नै पर्ने हुन्छ। नेपालको झन्डा लिएर नेपालको राष्ट्रभक्ति पनि ढाका टोपी दौरा सुरुवालमा हामी देख्न सक्छौँ। साइडमा हामी यता बन्जी पनि देख्न सक्छौँ। बन्जी खानेको म तपाईँलाई लाइभ रेकर्ड गरिरहेको छु। ल हेरौँ नजिकबाट हेरौँ नजिकबाट हामीले हेरौँ। ल हेरौँ नजिकबाट हेरौँ। ड्रोन उडाएको भन्छ पानी खाने इन्ट्रोडक्सन दिँदैन एकचोटि। ल सर यसो नेपालको नाम रोशन शङ्कर कोइराला कहाँबाट सर? धनकुटाबाट शङ्कर कोइराला धनकुटाबाट नेपालको झन्डा बोकेर डोरीको सहायताले बागलुङबाट कुसमा पर्वत आइपुग्नु भएको छ। खाली गण्डकी तल हामी भएको देख्न सक्छौँ। कस्तो लाग्यो तपाईँलाई?